अब हामी त्यो प्रोसेस पनि तपाईलाई देखाउन गइरहेका छौं। सो मेरो चाहिँ एन्ड्रोइड भएको हुनाले मैले चाहिँ प्ले स्टोरमा एम सेक्युरिटी सर्च गरेँ। अब म यसलाई इन्स्टल गर्दैछु। ओपन गरिसके पछाडि तपाईले तल स्टार्ट युजिङ एम सेक्युरिटी भनेर देख्न सक्नुहुन्छ। त्यसमा तपाईले क्लिक गर्नुपर्ने हुन्छ। त्यहाँ क्लिक गरिसके पछाडि तपाईले देख्न सक्नुहुन्छ तपाईले आफ्नो मोबाइल नम्बर वा जीमेलबाट साइन इन गर्न सक्नुहुन्छ। सो मैले चाहिँ आफ्नो मोबाइल नम्बर युज गर्दैछु। मोबाइल नम्बर हालिसके पछाडि तलपट्टि तपाईले जेनेरेट ओटीपी भनेर देख्न सक्नुहुन्छ। त्यसमा तपाईले क्लिक गर्नुपर्ने हुन्छ। अब तपाईलाई 6 डिजिटको एउटा ओटीपी आउँछ जुन मेरोमा आइसकेको छ। यो हालिसकेपछि तपाईले कन्फर्ममा क्लिक गर्नु होला। सो ओटीपी हालिसके पछाडि तपाईले आफ्नो स्क्रिनमा यहाँ गेट प्रिमियम भनेर देख्न सक्नुहुन्छ। त्यसमा तपाईले क्लिक गर्नु होला। अघि मैले भनेको जस्तै तपाईको म्यानुअलको पछाडिपट्टि एउटा लाइसेन्स की हुन्छ जुन तपाईले अब यसमा एन्टर गर्नुपर्ने हुन्छ। सो मैले आफ्नो लाइसेन्स की यहाँ हालिसकेको छु। अब मैले एक्टिभेटमा थिच्छु र तपाईले देख्न सक्नुहुन्छ यो लाइसेन्स की हालिसके पछाडि रियल टाइम प्रोटेक्सन इज इनेबल्ड भनेर देखाउँछ र यो चाहिँ 1 इयरको लागि एक्टिभेट भइसकेको छ। यही भित्र पनि तपाईले आफ्नो स्क्रिनमा देख्न सक्नुहुन्छ भेरियस फिचर्सहरू जस्तै एन्टिभाइरस, सेक्योर VPN, प्राइभेसी एडभाइजर, AI सेक्योर्ड कलिङ, सेफ ब्राउजिङ, एप म्यानेजर र अन्य थुप्रै। अर्डर गर्नको लागि तपाईहरुले हामीलाई आजै सम्पर्क गर्न सक्नुहुन्छ।